लिने योग्य हुनुभयो। संसारको मान्छे हेर्नुहोस्, तपाईको उपयोगिता भउन्जेल तपाई प्यारो हुनुहुन्छ। जब तपाईको उपयोगिता कम हुँदै जान्छ नि, तब तपाई जस्तो काउसाको मालो कोही पनि हुँदैन। तपाईको उपयोग आउन तपाई छोड्नुहुन्छ नि, तब तपाईको कुनै भ्यालु हुँदैन। तर परमेश्वरलाई धन्यवाद, तपाईको कुनै उपयोगिता नहुँदा पनि प्यारसित एउटै परमेश्वर पिता मात्रै हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद, पिताजी मात्रै हुनुहुन्छ। कोही मान्छेले असाध्यै मन पराए मक्ख नपर्नु, त्यो मान्छे फेरि बदलिन सक्छ। तर परमेश्वरमा भने तपाई केही नहुँदा, तपाई रित्तो हुँदा, तपाई नाङ्गो हुँदा, तपाई दुःखमा हुँदा, तपाई दरिद्रतामा हुँदा, कष्टमा हुँदा पनि सहायता गर्ने त एक मात्र परमेश्वर मात्रै हुनुहुन्छ, पिताजी मात्रै हुनुहुन्छ। त्यसैले कसैको कुरामा मक्खर नपर्नु, खाली ईश्वरमा बढ्दै जानु, परमेश्वरमा आनन्द गर्नु, परमेश्वरको शरण पर्नु, सम्पूर्ण मनले परमेश्वरको भरोसा राख्नु। तब सब कुरा परमेश्वर आफै बनिसक्नु भएको छ। परमेश्वरले उपयोगिनी नभएको समयमा पनि तपाई हामीमा आशिषको झरी बर्साएर उपयोगी हुने योग्य परमेश्वरले बनाइसक्नु भएको छ। तर परमेश्वरको नजरमा भने सधैँभरि तपाई प्यारो हुनुहुन्छ। परमेश्वरको नजरमा भने सधैँभरि तपाई आनन्दित हुनुहुन्छ। त्यो सामर्थ्य, त्यो प्रेम, त्यो अधिकार, त्यो योग्यता, त्यो शक्ति, त्यो भलाइको काम आज पिता परमेश्वरले तपाई हामीलाई दिइसक्नु भएको छ। त्यसैले चोट आयो, समस्या आयो, बाधा आयो, रुकावट आयो, चिन्ता नगर्नु। सहायता गर्ने पिता हुनुहुन्छ। हट भनेपछि चट परमेश्वरले पारिसक्नु भयो, हटाइसक्नु।